यो नेपालीहरूको लागि खुसीको खबर छ। अब नेपाल सरकारले इन्डियाबाट सामान ल्याउँदाखेरि अब ट्रेनबाट सामान ल्याउने दुईटै सरकारको सम्झौता भएर हिजो उद्घाटन पनि भएको छ। इन्डियाको कलकत्ता बन्दरगाहबाट सिधै विराटनगरसम्म ट्रेनबाट सामानहरू ल्याउँछ र जुन तपाईँको ट्रेनको 40वटा कन्टेनर छ यो ट्रेनमा। अब तपाईँको यो नेपालको फर्स्ट रेलवे कार्गो सर्भिस हो। योभन्दा पहिला ट्रकबाट सामान ल्याउँथ्यो। अनि त्यस्तै अब ट्रेनबाट सामान ल्याउँदाखेरि हामीहरूलाई कतिको फाइदा हुन्छ। अब जुन पहिलाभन्दा अब सामान छिटो आइपुग्छ नेपालमा। अनि ट्रान्सपोर्ट कोस्ट पनि अब पहिलाभन्दा कम लाग्छ ट्रेनमा आउँदाखेरि। अनि हामीलाई एक्सपोर्ट इम्पोर्ट गर्न सजिलो पनि हुन्छ र यसले गर्दा हाम्रो देशको अलिकति इकोनोमिकमा पनि ग्रोथ हुन्छ र व्यापार घाटा कम भएपछि यो काम सरकारको राम्रो छ। यसले गर्दा जनताहरूलाई केही न केही फाइदा हुन्छ, आर्थिक राहत हुन्छ। सरकारको यो काम धेरै मन पर्यो। यस्तै तपाईँको यो त फर्स्ट सर्भिस मात्रै छ। 4-5वटा 10वटा ट्रेन ल्याउँदाखेरि ट्रेनबाट सामान ल्याउँदाखेरि हामीलाई सजिलो हुन्छ। तर यो ट्रेन वास्तवमा यो इन्डियाको ट्रेन हो कि यो इन्डियाको ट्रेन हो। इन्डिया रुटबाट नै आउँछ। हाम्रो सामान मात्रै त्यो ट्रेनले ल्याइदिन्छ, त्यति हो। सरकारले यतिसम्म गरेको छ। यो हाम्रो ट्रेन होइन।